गाइजहरु हामी चाहिँ अब कामतिर लाग्यौं। हाम्रो प्रेमा दाइ म हैन प्रेमा दाइ हजुर भाइ। अब चाहिँ हामी रातको ड्युटीमा रातिको ड्युटी 12 घण्टा ड्युटी गर्नुपर्छ। 12 घण्टा ड्युटी गरेपछि ठ्याक्क रातिको कति बजेतिर 3 बजे 3 बजे छुट्टिन्छ हैन। दिउँसोको 2 बजे गएर रातिको 3 बजे आउनुपर्छ यार। यस्तो गाह्रो छ। 3 बजे रुममा पुग्छ। 3 बजे हैन। अनि एकजना यता हुनुहुन्छ फ्री फायर लभर 1 नम्बरको खत्तमको मान्छे जेटानको बेइज्जती हो हैन। अब चाहिँ गाइजहरु साँझ एकैचोटि ड्युटीबाट आएपछि भेट होला है त। गाइजहरु फाइनली हाम्रो ड्युटी सकियो। कति घण्टा सक्यो पेमा दाइ? 10 घण्टा 10 घण्टामा रुममा 13 घण्टामा 13 घण्टामा रुममा हैन। काम 10 घण्टा गाह्रो छ साथीहरु। खाडीतिरको काम के गर्ने गाह्रो छ। अनि कतिको थकाइ लाग्यो त पेमा दाइ? पुरै थकाइ लागिरहेछ भाइ। यसो यताको कहानी भनिदिनुहोस् न त। व्यथा कस्तो छ तपाईँको? यताको कहानी के भन्नु खै अब यस्तै हो। रातको ड्युटी हो हैन। आएकोदेखि रातको रात हो। रातको रातै छ हैन। अब कति वर्ष भयो? 3 वर्ष रातको काम। 3 वर्ष रातको ड्युटी नाइट ड्युटी। ल ठिक छ हैन। अनि भाइको चाहिँ के छ? मेरो त ठिकै छ। अब 1-1.5 महिना छ। 1-1.5 महिनापछि अब घर गइन्छ। त्यस्तै छ। 1-1.5 महिनापछि घर गइन्छ टक्क। कोही छैन हैन। अनि नाइटमा कोही छैन। तपाईँ चाहिँ कति महिनापछि घर जाने अरे? म 4 महिनापछि। 4 महिनापछि? मेरो 4 महिना भएको 1.5 महिना। मेरो 1.5 महिना। 1.5 महिनापछि गाइस जुलाईको 26 तारिकतिर नेपालको फ्लाइट हुन्छ। अनि भाइ त गएर के मनाउँछ? कति गाह्रो हुने रहेछ त पेमा दाइ यतातिर खाडीतिर काम गर्दाखेरि? खाडीतिर हजुर गाह्रै हुन्छ काम। अब गाउँघर आफ्नो गाउँघरतिर सजिलो मान्नुभयो कि यतातिर मान्नुभयो त? काम त एउटै हो। हजुर के भन्नु खोइ यहाँको चाहिँ अब टाइम बाई टाइम गर्नुपर्छ। अब गाउँघरको त अब टाइम पनि चाहिँदैन केही चाहिँदैन। अब जतिखेर जाम भने पनि भयो होइन। आज थकेर छ भोलि आफ्नै काम त भोलि जाम भने पनि भइगयो होइन। यता त अब टाइम टु टाइम जानु पर्यो। 1-2 मिनट लेट भएपछि 1 घण्टाको ओटी काटिदिइहाल्छ। ओभर टाइम काटिदियो होइन। गाह्रै छ होइन। के गर्नु परदेशको जिन्दगी। परदेशको जिन्दगी यस्तै छ। त्योभन्दा बरु त साँझ बिहान खाना लाउन पुगोस्। गाउँघरमै ठिक छ होइन। आफ्नै ठाउँमा आफ्नै देशमा। अब भनेपछि 2-4 महिनापछि घर गएपछि कता जाने सोच छ त दाजु? घरमै बस्छु होला भाइ। अनि खेती गरेर बस्ने। तपाईँ अहिले कति वर्षको हुनुभयो अरे? हजुर 30 वर्ष। 30 वर्ष। 30 वर्षमा त डल्लो स्ट्रगल गर्नुभयो होला होइन। यस्तो तपाईँको भनौँ न 20-25 देखिको कहानी सुनाउनुहोस् न त। कतिको दुःख कष्ट गर्नुभयो? अब 20-25 त्यति यादै छैन। सबै बिर्सिसकेँ। अनि तपाईँको खाडी चाहिँ फर्स्टचोटि हो? फर्स्ट टाइम फर्स्ट टाइम होइन। अनि मलेसिया चाहिँ कति वर्ष बस्नुभयो त? 3 वर्ष। 3 वर्ष? 3 वर्ष पुग्न लाग्यो? 3 वर्ष भइसक्यो नि अब भाइ। तपाईँहरूको अहिले कति वर्ष? 2 वर्ष। 2 वर्ष नि पुगेको छैन नि भाइ। अझ 1-1.5 महिना बाँकी छ नि त। चाहिँ 3 वर्ष भइसक्यो। अनि घरको याद कतिको आउँछ त पेमा दाइ? आउँछ नि भाइ। आउँछ होइन। घरमा छोरी छोरा होला नि होइन। के गर्ने ठिक नभए पनि ठिक छ भन्नु पर्यो होइन। गाह्रो छ। रातको अहिले कति बज्यो? रातको 3 बज्न लाग्यो नि दाजु। हेर्नु त बिहान 12 बजे आएर रातिको 3 बजेसम्म यस्तो छ गाइजहरु। खाडीको दुःख हेर्नुहोस्। के गर्ने न रात न भोग न दिन
भन्न केही पाइन्न होइन, खट्नुपर्छ। हेर्नुहोस् पुरै खट्नु त पुरै खाडीको दुःख खाडीवालालाई थाहा छ। गाह्रो छ गाइजहरू हेर्नुहोस्। अनि नेपालमा चाहिँ तपाईँले के गर्नुहुन्थ्यो त? नेपालमा अनि नेपालमा र यहाँ नेपालमा हुनु र अनि यहाँ हुनुको भिन्नता के फरक पाउनु भयो त? यहाँ हजुर यहाँ त अब पैसा चाहिँ अलिक झपझप आउँछ भने काम गरे मात्रै आउने मात्रै। अनि नेपालमा चाहिँ अब त्यही त पैसा अनि खाडीको मान्छेहरूले कति आफ्नोपन देखाउँछन् त यतातिरको लोकलवासीहरूले? लोकलवासीहरूलाई खै लोकलवासी अहिलेसम्म मैले यहाँको मान्छे हो भने मैले चिन्न सकेँ। सबै एउटै भए पनि तपाईँका बोस भन्ने म्यानेजर भन्ने होला नि होइन, तिनीहरूले कति चाइनिजहरू भने हाम्रो बोस त अब चाइनिजहरू लास्टै हामीलाई पुरै पेलाउँछ नि होइन? पेलाउँछ नि होइन, कबाडी छन् है। त्यो पेलाउँदा गाली गर्दाखेरि सम्झिँदाखेरि त घर जानु मन लाग्छ होला होइन? मन लाग्छ कि? मन लाग्छ नि भाइ। अहिले काम छोडिदिएर जाऊँ जस्तो लाग्छ होइन? किन घरको अवस्था सम्झिनु बस्नु मन लाग्छ। प्रेमा दाइ अनि यतातिर तपाईँको खाडीमा आएर तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ त? मन सन्तुष्ट छ कि छैन? छ नि, ठिकै छ। अनि तपाईँ के अरे उता आफ्नो नेपाल छोडेर यतातिर घर बनाएर बस्न पाएपछि यतैतिर सेटल हुने मन छ? बस्दिनँ भाइ। नबस्ने? किन? हाम्रो नेपालमा ठिक छ यार, गाउँघरमा। नेपालमा ठिक छ? त्यस्तो हो होइन, यताबाट जाऊँ होइन? ठिक छ, त्यसपछि नेपालमै ठिक छ तपाईँलाई? मलाई नेपालमा ठिक लाग्छ। अब नेपाल गएपछि के काम गर्नुहुन्छ त? नेपाल गएपछि? हजुर नेपाल गएपछि अब 3 वर्ष भयो, ट्रेकिङ पनि गर्छु होइन? हजुर। ट्रेकिङमा कतिको रमाइलो हुन्छ? रमाइलो हुन्छ। रमाइलो हुन्छ होइन? कतिको दुःख गर्नुभयो त नेपालतिर? नेपालतिर? हजुर। नेपालमा त दुःखै बिर्सिसक्यो हो, अब यहाँको दुःख देख्छ। नेपालमा दुःख कि यहाँ दुःख त भनिदिनुहोस् त? अब दुःख त गर्नै पऱ्यो, अब के चाहिँ त लाग्यो होइन? लागि त दुःख त दुःखै गर्नु पऱ्यो। दुःख त दुःखै गर्नु पऱ्यो होइन? जे भयो नि खाडीको दुःख चाहिँ कडा छैन? 12-13 घन्टा 14-15 घन्टा खट्नुपर्छ होइन? पुरै खटेर अनि फेरि अनि तपाईँलाई अर्कोचोटि खाडीतिर आउने मौका मिल्यो भने आउनुहुन्छ कि नै त? अब हेर्नुपर्छ, अब यहाँबाट गएर हजुर नेपाल गएर हेर्नुपर्छ अब फेरि कस्तो के चिज हुन्छ। अब त नेपालमा गएर केही व्यवसाय गरेर बस्न सोच्नु भएको होला त? सोच्नु त अब हेर्नुपर्छ भाइ, अब यहाँबाट गएर सोच्नुपर्छ। अब गर्नुपर्छ दाजु, सोचेको छैन। धेरै अर्काको काम गरेर पनि हुन्न होइन? आफ्नै गर्नुपर्छ, बुढेसकालको सहारा बनाउनु पर्छ। हेर्नुहोस् किन हामी अब नेपाली गोर्खाली भन्नेको जिन्दगी यस्तै हो, खाडीमै बित्छ। ल गाइजहरू अब रुमतिर पुग्यो, यस्तै छ खाडीको अवस्था। फ्युचरमा चाहिँ गाडी किन्ने विचार छ प्रेमा दाइ? ऊ त्यस्तै गाडी किन्ने विचार छ? के गाडी किन्ने यार, म त बरु पाएपछि एउटा घोडा किन्ने विचार छ। पछाडि छन् केटाहरू। गाइजहरू फाइनली अब रुममा पुग्यो होइन? रुममा पुगेपछि हाम्रो दाजु चाहिँ यतातिर बस्नुभएको छ। दाजु के छ त अवस्था? ठिक छ होइन? पुग्यो रुमतिर? डर थकै लाग्यो होइन? हिँडेर आउनुपर्छ 20 मिनट होइन? कति घन्टा कति लाग्यो ठ्याक्कै हिँडेर आउन? हामी हजुर 25 मिनट। 25 मिनट लाग्यो।
बनाएको छ गाइजहरू निन्द्राले झ्याप बनाएको छ यार थकाइ लागेर ल गाइजहरू है त ल गाइजहरू यसो भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनु होला च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला होइन हुन्छ भने सेयर पनि गरिदिनु होला तपाईँहरूको सपोर्ट आशा छ गाइजहरू ल गुड नाइट है त युट्युब फ्यामिलीहरू सबैलाई तपाईँको के भन्नु छ भाइले भनिहाले सबै